आज चाहिँ हामीहरू यही गाछीमा आज दिन काट्नेवाला छौँ। तपाईँहरू एकदम फुल वाच गर्नु होला। अहिले चाहिँ कति बज्यो भन्दाखेरि बिहानको 5 बजेर 5 मिनट गएको छ। 5 मिनट 5 त नभनौँ, ठ्याक्कै 6 बज्यो गाइज। हल्का हल्का घाम मतलब उदाउन थालिसक्यो। यो साइडबाट हेर्न सक्नुहुन्छ, यहाँ यतै वरिपरि घना जङ्गलहरू छ। हामी चाहिँ यो ठ्याक्कै यो जङ्गलमा आज हाइकिङ गर्न आएको हेर्न सक्नुहुन्छ। यस्तो दामी छ अब के भन्नु अरू। फटाफट लाइक कमेन्ट गरौँ, यस्तो दामी ब्लग छ होइन। अहिले चाहिँ हामीले ठ्याक्कै खानाको लागि एकदम टन्ने कुरो ल्याइसकेको छु। यो ब्यागमा हेर्न सक्नुहुन्छ। यो ब्यागमा धेरै कुरो भन्दाखेरि चाउचाउ बिस्कुटदेखि लिएर एउटा जम्बू पनि छ, ड्यू जो कि भन्छु न जम्बू ड्यू अब हुन्छ, स्प्राइटहरू पनि छ 1-2टा होइन गाइज। तपाईँहरू हेर्नुहोस् फुल वाच गर्नु होला। हाम्रो यता ब्याग छ, यहाँ चाहिँ एउटा भाइ पनि एकदम फुल वाचिङ गर्नु होला। आजको दिन चाहिँ हाम्रो बिताउनु पर्छ एकदम फुल वाच गर्नु होला। लगाइ चाहिँ हामीले चाहिँ यहाँ चाहिँ के राख्छौँ भन्दाखेरि पानी हेर्न सक्नुहुन्छ। जो कि आज राति अब हुन्छ नि हल्का रातसात पनि पर्न सक्छ। जो कि हेर्न सक्नु हामीले पानीको पनि व्यवस्था गरिसकेको छौँ। गाई चाहिँ एकदम हेर्न सक्नुहुन्छ आज लास्टै दामी हुनेवाला छ। र हेर्न सक्नु एकदम घना छ र हल्का हामीहरू दाउरा पनि आगो पनि बाल्नेवाला छौँ। गाई हामी चाहिँ हल्का अब दाउराहरू खोज्न जाँदैछौँ। हेर्न सक्नुहुन्छ यहाँ दाउरा भेटिसक्यो। त्यो गाई हेर्न सक्नुहुन्छ आजको हाइकिङको लागि एउटा दाउरा भेटिसक्यो। एकदम दामी फुल वाचिङ गर्नु होला। गाई चाहिँ अब चाहिँ हामीहरू यता हेर्न सक्नुहुन्छ। यस्तो अब चाहिँ गाछीमा तपाईँलाई एकदम माथि बस्नेवाला छु र हेर्न सक्नुहुन्छ। अब चाहिँ हामी यो माथि गएर बस्नेवाला छौँ। हेर्न सक्नुहुन्छ यत्रो ठुलो गाछी छ। आज चाहिँ यहीँ बिताउनेवाला छौँ यो दिनभरि। हेर्न सक्नुहुन्छ नपत्या एकदम फुल वाच गर्नु होला गाइज। नपत्या एकदम फुल वाच गर्नु होला। फेक रहेछ नि कमेन्टमा फेक गर्नु होला है गाइज। एकदम फुल वाच। त्यहाँनिर चाहिँ पानीको पनि व्यवस्था छ माथि। त्यहाँनिर चाहिँ त्यो ब्यागमा चाहिँ अब के भन्दाखेरि चाउचाउ बिस्कुट आदि इत्यादि सबै सामानहरू छ खानाको लागि गाइज। आज लगभग मैले 500 गरेँ भ्लगको लागि गाइज। हेर्न सक्नुहुन्छ एउटा बाँदर चाहिँ यहाँ माथि छ गाइज। एकदम सपोर्टको गाइज हेर्न सक्नुहुन्छ हामी आज 24 आवर यही रुखमा बिताउने छौँ। तपाईँलाई यो रुखको टुर गराउन आँटेको छु। हेर्नुहोस् सबैभन्दा सुरुमा यो चाहिँ हाम्रो बस्नेवाला छौँ। त्यहाँ खानाको लागि पनि सामान छ उता। त्यहाँ त्यो खानाको लागि पनि सामानहरू टन्नै छ। र उतातिर चाहिँ वाटर जो कि पानी पनि छ, पानीको बोतल। गाइज यस्तो दामी हुनेवाला छ। एकदम फुल वाच गर्नु होला। आजको भ्लग एकदम दामी हुनेवाला छ। यताबाट चाहिँ सप्पा छ पानी खान आँटेर। कति बज्यो भन्दा रातिको 6 बजिसक्यो। अब चाहिँ एकदम रात पर्न थालिसकेपछि हामी यहाँ सुत्न थालिसकेको छौँ। ल गाइज हेर्न सक्नुहुन्छ स्टुडियो यहाँनिर ठाउँ छ। हामी चाहिँ सुतिरहेको छौँ, बसिरहेको छौँ गाइज। अब के भन्नु, अब भन्ने कुरै रहेको छैन। ल गाइज ल गाइज अब चाहिँ बिहान भइसकेको रहेछ। हेर्न सक्नुहुन्छ चारैतिर उज्यालो उज्यालो भएको रहेछ। हेर्न सक्नुहुन्छ ठ्याक्कै यो चाहिँ भर्खर उठ्दै रहेछ। हेर्नु यो अघि नै सुतिरहेको थियो मस्त तरिकाले। म चाहिँ हल्का छिटै उठेँ, अलार्म बज्छ कि फोनमा। यहाँ चाहिँ ओभर रिस्क लिनु पर्ने थियो गाइज। अब चाहिँ हामीले मुनि झर्दैछौँ गाइज। अलिक सेफली झर्नुपर्छ। आजको भ्लग चाहिँ हाम्रो यहीँ सकिन्छ गाइज। एकदम डेन्जर आजको यस्तो ठाउँमा हामीहरू बसेको थियौँ। हेर्न सक्नुहुन्छ फुल वाचिङ गर्नको लागि थ्याङ्क यू धन्यवाद। अब चाहिँ मेरो एकदम चप्पल आएर चाहिँ अब हामीहरू घर जानेवाला छौँ। राति लास्टै डेन्जर थियो गाइज। यहाँ चाहिँ भालुहरू पनि कराएको थियो। त्यो हामीले बनाउन चाहिँ छोडिनु। एकदम दामी छ। एकदम फुल वाचिङ दिस ब्लग।